भन्छन् जीवन यात्रा हो अरे अनि जीवनभरि भइरहने यात्राहरू सिकाइएको यात्रा, मायाको यात्रा, सङ्घर्ष र सहनशीलताको यात्रा, सपना र आशाको यात्रा जस्तै अनेकौं यात्रा र चुनौतीहरू रोजी परदेशीको एउटा यात्री वर्षौंपछि अझै एउटा यात्रा गर्दै थियो, घर फर्कने यात्रा। र त्यो यात्रा सुरु हुन्छ अब। जय हनुमान, ओम हम हनुमन्ते नमः। शुभ प्रभात सबैमा। आज एकदम एक्साइटेड छु म र हामी सबै एकदम एक्साइटेड छौँ किनभने हामी नेपाल जाँदैछौँ। यो एकदम धेरै एक्साइटेड हुनेवाला छ किनभने हामीले सबैलाई सरप्राइज दिने भनेर कसैलाई पनि भनेको छैन हामी नेपाल आउने प्लान। घरमा कसैलाई थाहा छैन, बुवा मम्मी दिदी बिनाजु ठुलबुवा ठुलमम्मी कसैलाई पनि थाहा छैन, दाइ भाउजू कसैलाई पनि थाहा छैन। एकदम एक्साइटेड छौँ र धेरै पछि हामीले सँगै दसैँ मनाउन लागेको। हामीले आफ्नो वर्षै भएर सायद सबै फ्यामिलीहरू सँगै बसेर दसैँ नमनाएको, कहिले कुछुट्ने भइरहेको थियो। अझ धेरै 7-8 वर्षै भइसक्यो किनभने 6 वर्ष त मै भयो विदेश बसेको, बाहिर आएको 6 वर्ष भयो। लास्ट टाइम पनि म दसैँ मनाउन जान पाएको थिइनँ, लास्ट टाइम जाँदाखेरि पनि। एकदम एक्साइटेड छौँ। म छु यहाँ हाम्रो लगभग अब यस्तै छ, प्याकिङहरू हुँदैछ, प्याकिङहरू गर्दै हुनुहुन्छ। दाइ पनि पुरा यहाँ एक्साइटेड हुनुहुन्छ। यो सबै प्याकिङ गर्ने काम चाहिँ लगभग दाइले नै गर्नुभएको होइन। कि सकाइदिने दही खाने बाबु मलाई खुवाइदिनु न, म खान्छु नि। रुवा खाने खाऊ न, राम्रो त हो त नि। सकाइदिउँ कस्तो हो र, मैले खान्छ भने चाहिँ खाने अरे। जय हनुमान। सो हामी आउँदैछौँ, आइपुग्न लाग्यौँ। एकदम एक्साइटेड छु। बस अब सुरु हुन लाग्यो हाम्रो। दिदी नरुनु ल। खै दिदी गिभ मी अ डोन्ट क्राई। यो डोन्ट क्राई हैन, क्राई नै गराउँछ यसले त। He's got a nice life now. Yeah, exactly, Maureen. I agree with you. Yeah, see? Yeah, see? Look at me, white already. Yeah, his beard is grayish already. Even he have already white, even the No, it's not like No, that. it's true because once you get married, tell me about it. I've been with my husband 51 years. It's tough, right? Oh Lord. Everybody blames there, you know what I mean. You have to blame each other. Yeah. He blames me, I blame him. Both are One equal. works He doesn't. too hard, one doesn't do that. Oh. Yeah. Better to stay single. But not forever, Maureen. No, not Yeah. How old are you now? 26. Oh, he's young. Yeah. He's young. How old He's are baby. 32. Wait, have fun. Yeah. How old are you? I'm still young enough. Yeah, it's sweet 16. It's sweet 16 years old. Yeah. Are you 16? I see. दाइहरू हामीलाई बिदाई गर्न आउँदै हुनुहुन्छ होइन। हेलो भन्नु। के छ, धन्यवाद दाइ, धन्यवाद। खै भाउजू पनि दिनुहोस् यहाँ शुभयात्रा, धन्यवाद। अनि रुन लाग्नु भएको भाउजू नरुनु है, नरुनु अहिले नरुनु प्लिज। एकछिन टाइम छ क्या, बिचरा आमा आन्टी रुनु भयो नि क्या। राम्रोसँग बस्नु सबैजना, नरुइकन बस्ने सबैजना हुन्छ, जानुपर्ने हुन्छ आफ्टर यो। नरुनु न, कहाँ रोइरा, नरुनु न भने आउँछौँ क्या। हिँड्नु न, तपाईँ चाहिँ हिँड्नु न, कस्तो हेर रुन दिनु, एकछिन रोको हेर्छु भनेर पुरा गरेर रोको नि, हेर्न दिनु न, कस्तो हेर आफै रोइरहनु भयो होला। अनि त्यो हेर तपाईँ नरुनु न, कहाँ रोइरहेको भनेको। घर घर रुनुहुन्छ दिदी, चस्मा खोल्नु न। ए ठिक छ, गुड। बाई। गएन हामी चाहिँ भर्खर, गाडी लास्ट ढिलायो, गाडी 20-25 मिनट ढिलायो। हामीलाई पुऱ्याइदिने आन्टी फर्किसक्नु भएको छ, हामी छौँ जाँदैछौँ। जान लाग्यो हामी चाहिँ अब गएर हामी चाहिँ अब जायौँ होइन। लाङ्गिला सुक्यौँ, बुढाबुढीसँगै बस्नुभएको छ उहाँ, मलाई एक्लै छोडिदिइरहनु भएको छ। म चाहिँ एक्लै हिँडिरहेको छु, एक्लै बसिरहेको छु। दुईजना छन्, मक्ख छन्, गाडी हिँडिसक्यो।
एकदम एक्साइटेड छौँ। अब एकैचोटि राति 10 बजेर कति मिनटमा पुग्छ कुनै एयरपोर्ट, त्यतिन्जेलसम्म मस्त बस्ने एक्लै रमाउने हो। सो हामी चाहिँ अहिले भ्यान्कुभर एयरपोर्ट आइसक्यौँ। लगेजहरू सबै ल्याएर राख्ने। अर्को केही दाइ भएको छ अगाडि हुनुहुन्छ, यसो बिस्तारै जानुपर्ने हुन्छ। हामी चाहिँ अब एकदम भोक लाग्यो अनि खाँदैछौँ। के जापानिज डग हो के जापानी डग हो के हो त्यो? जापा डगमा हामी केही सामानहरू अर्डर गरेको छ, खानेकुरा आउँदैछ। दाइ हुनुहुन्छ होइन, भाउजू पुरा निराश हुनुहुन्छ, नैराश्यता छ भाइजूको अनुहारमा। यो नैराश्यता यो थकान सबै गाडीको कारणले हो। भित्र एकदम एक्साइटेड हुनुहुन्छ। टन्न खाने हो अनि फेरि खाने हो। ल हामी चाहिँ अहिले भ्यान्कुभर एयरपोर्टमा छौँ। चेक इन गर्ने कस्तो फिल छ तपाईँहरूलाई? त्यस्तै तपाईँलाई? एक्साइटेड छु। अब लगेज चाहिँ कसरी लाने हो भने मेन कुरा लगेज के छैन, हामी फकाउँछौँ। हाम्रो अनुहार देखेर पनि त्यसले दिन्छ, छुट दिन्छ हामीलाई। यहाँ पुरा सामान ओभरवेट भएर डेन्जर यताबाट उता यता मिलाउँदा पसिना आइसकेको छ मेरो। यस्तो धेरै पसिना आएर रहेछ त पुरानो टेन्सन हुँदो रहेछ गाइस, टेन्सन भइरहेछ। फाइनल्ली वेट इज ओभर। हामी चाहिँ बल्ल बोर्डिङ पासमा छिट्यौँ। नेपाली पासपोर्ट रबिन चाहिँ यो बिजनेस क्लास भएको रहेछ तर लगेज गर्नलाई एकदम टेन्सन भएको थियो। ओभरवेट भएर यताबाट उताबाट यताको छ, एकदम गाह्रो भयो। अब धेरै छैन, बट वी डिड इट। अब धेरै छैन, मम्मी बुबा दिदी दाइ भाउजू काका काकी ठुली आमा कोलाई भेट्ने अब धेरै छैन। एकदम एक्साइटेड छौँ। त्यति धेरै एक्साइटेड नै नहुनु क्या भाउजू। फाइनल Thank you so much. सही हो, यस्तो रहेछ डबलवाला। म चाहिँ एकदम अल्छी लाग्यो अनि एयर होस्टेससँग फोनमा बोलिरहेको छु। मसँग फोनमा बोल्नु पऱ्यो अरे, अनि पछि कुरा गर्छु सियो भनेर राखियो फोन। भावनाहरू बगिरहेका थिए, केही स्थिर त केही चञ्चल स्वभावले। वर्षौँपछि प्लेनको सिटमा बस्दा झ्याल बाहिर ती बादलहरू, तर मेरो आँखा र मनभित्र घरको बाटो, आमाको हाँसो, परिवारको न्यानोपन, साथीको आवाज, बाबाको मौनताभित्र लुकेको प्रेम, दिदीबहिनी दाजुभाइहरूसँग बिताएका ती पलहरू त्यो बादलमा मिसिएर प्लेनसँगै उडिरहेका थिए। तर यात्राको पनि आफ्नै कथा हुँदो रहेछ। बीच बाटोमा हाम्रो गन्तव्यले केही लामो विश्राम लियो। फ्लाइट डिले। हाम्रो यो यात्रा चाहिँ एकदमै यादगार हुने भयो होइन। सरप्राइज दिन भनेर, नेपालमा सरप्राइज दिन भनेर हामी आएको, लाइफले हामीलाई नै सरप्राइज दिइरहेको छ होइन। अहिले हाम्रो चाहिँ अब यहाँ दुबईबाट काठमाडौँ जाने फ्लाइट चाहिँ क्यान्सल भयो। अनि अब आज यहाँ होटलमा बस्ने मजाले, 5 स्टार होटलमा बस्ने मस्त। अनि त्यसपछि भोलि जाने, दुबई घुम्न पाइयो भनेर चित्त बुझाउने। त्यही हो, हामी सरप्राइज दिन गएको, लाइफले हामीलाई सरप्राइज दिइरहेछ आज होइन। ठिकै छ, केही छैन। वी टुक दिस एज एन अपर्च्युनिटी टु एक्सप्लोर दुबई। स्टे ट्युन्ड गाइज, दुबई पनि देखाउने भयो मैले। अब बेसरी होटलमा बस्न जुराएको रहेछ, त्यही भएर फ्लाइट क्यान्सल भयो होइन। फर्स्टमा होटलमा आएपछि सुरुमा के गर्नुपर्छ भने यस्तो गर्नुपर्ने हुन्छ होइन, गर्नुपर्ने हुन्छ। तर हरेक विश्रामपछि एउटा नयाँ सुरुवात हुन्छ। फेरि त्यही बगिरहेका भावनासँगै हाम्रो उत्सुकताको उडान भयो।
हामी चाहिँ आइपुग्यो ल्यान्डेड अब लगेज कुरेर बसिरहेछौँ उहाँहरू लगेज कुरेर बसिरहेको छ लगेज आउँछ त्यसपछि निस्किने यहाँबाट हामी चाहिँ आइसक्यौँ दसैँको माहौल छ यहाँ पुरा जताततै चङ्गाचैट छ कस्तो राम्रो लाग्यो यार कति वर्षपछि लाइक अलमोस्ट 4 वर्षपछि आएको हामी यो त लास्ट इयर आउँदाखेरि यस्तो थिएन भन्नाले लास्ट टाइम म आउँदाखेरि एकदम राम्रो रहेछ दाइ भाउजूहरू एकदम एक्साइटेड हुनुहुन्छ लगेज क्लेम गर्नुपर्ने भएर एकदम धेरै टाइम लाग्यो समय लाग्यो अहिले आउँदैछौँ पुग्ने हो अब थाहा पाउनु भयो क्या यस्तरी हेर्नुहुन्छ त हो तर सरप्राइज चाहिँ हुनुभयो किन त्यस्तो मोबाइल देख्ने बित्तिकै त भएन त्यो मोबाइल देख्दा पनि त सरप्राइज हुन्छ नि त ल आएछ नि भनेर निन्द्रामा भएर एक्सप्रेसिभ नभएर आमा कस्तो 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 अनुभव भयो त हामी तपाईँहरूलाई सरप्राइज दिँदा कस्तो भयो त तपाईँलाई कस्तो अनुभव भयो त हामी आउँदाखेरि एक्कासी नभनिकन मैले त अर्कै सोच्ने मान्छे त आफ्नै हो यो हजुर को मान्छे नामै आफ्नै हजुर को मान्छे को मान्छे त त्यो झाँक्री नै पसी क्या त्यो झमेलले पो घर्छ ठिक छ बाहिरबाट आयो भने हजुर यतिको केही यति राति आए जस्तो झसाङ्ग भयो नि अनि दाइलाई चाहिँ कस्तो फिल भयो त निन्द्रामा के भयो टाइपको हो क्या तपाईँ चाहिँ ए ठिक छ बुवा त हेराहेरै हुनुभयो के हो ए आया किन दिनु तलबाट आएको आया सन्चै हुनुहुन्छ हजुर एयरपोर्टबाट आउनु आउनु ल बस्नु हजुर हजुर सबैजना आइसक्यौँ अब चाहिँ दाई आमा बुबा भाउजू टुपेडन यता टुपेडन हो मैले यसलाई टुपेडन भन्दै टुपेडन हो कहाँ गयो अर्को डन चाहिँ रिकबेडन ऊ निन्द्रामै होला त्यो म त सुकै बुबा हुनुहुन्छ बुबालाई चाहिँ हल्का गाह्रो भएको रहेछ त्यसपछि के छ त तेरो खबर यो पनि म जत्रो भइसकेछ त नि यो त हो यो त ढोकर अङ्कललाई ल भाग्यमानी भन्नु गरिसक्यो ल ठिक छ
यहाँ सबैभन्दा सरप्राइज चाहिँ आमा हुनुभयो आमा हेराइरहनु हुनुभयो बुवा नि हेराइरहनु भयो दाइलाई र भाउजूलाई चाहिँ त्यो के गर्ने भयो के गर्ने के भएको जस्तो क्या अनि त्यसपछि सुभद्र भाउजू त तर्सेरै भाग्नु भयो ल कि भा टाइपले सरप्राइज बाँकी दुईजना त निन्द्रमा मान्छन् त्यही भएर खासै धेरै भएको छैन ल आउने नपाए यस्तो मिठो मेजमानी खान पाइयो होइन सरप्राइज दिएको हामीले त गुन्द्रुक भात खाएर सुत्नु पर्छ होला सोचिरहेको थियौँ होइन आफै बनाउनु सोचेको थियौँ तर होइन दुःख दिने भएन राति आएको भनेर अब यस्तो धेरै मेजमानी खान पायो धन्यवाद साँझ पर्दा त्रिभुवन विमानस्थलको त्यो अवतरणसँगै हामीले लिएको ट्याक्सी परिचित गल्लीतिर मोडिँदै थियो रोकिएको त्यो ट्याक्सी खुलिएको त्यो आफ्नो घरको ढोका परिवारका ती चकित मुहारहरू अनि त्यो रात घरको सबैभन्दा मिठो दाल भात नै मेरो फर्कने यात्राको पूर्ण विराम थियो जब काठमाडौँबाट गाडी दोलखातर्फ जाँदै थियो मेरो मन कहीँ कतै त्यो हावाहरूसँगै डुलिरहेको थियो मजा आयो मजा आयो खाना पनि सरप्राइज दिने भनेर भारी बोल्दै लुकी बारीको काल्ला जाँदैछ पसिना आइसक्यो एउटा सुटकेस थियो भने एउटा कसकोमा छोड्दै हिँडेको बाटोबाट हिँड्यो भने माथि देख्छन् भनेर लुकी आएको डेन्जर गाली खाने वाला छ बारी खुँद्यो भनेर मम्मी खै भित्र भएको कस्तो लाग्यो त ठिक छ त नि ठिक छ साँचो छोडिदिएको थियो नि कुरामा ल चुबुलाएर हामी लुक्दै गर्छौँ छोराबरी आयो भनेपछि यिनीहरूले ढाँटेको तिमीलाई जानेर जमाएर देखाउनु हुँदैन भने तिनीहरू आउँछ भनेर थियो मम्मीलाई ठ्याक्कै थियो हामी चाहिँ माइलो बुवालाई भेट्न जानु आएको रिसाएर पवर आउँछ नि क्या होइन थाहा पाउनु भएन कि क्या
सुरु गर्नु अरे दर्शन दर्शन नमस्ते हजुर सन्चै हुनुहुन्छ तपाईँ चाहिँ पर सर्ने हुनुभयो कि हेपे ए ओरेसन न नमस्ते हजुर सन्चै हुनुहुन्छ ए ठिक छ कसैलाई थाहा छैन सबैलाई सरप्राइज हो कस्तो फिल भयो त तिमीलाई सरप्राइज कस्तो लाग्यो त एकदमै मैले चाहिँ सोचेको थिएन एकदमै अनएक्सपेक्टेड एकदमै राम्रो भयो अब यसपालिको दसैँ जस्तो भाइ पाउने भयो यस घरको त्यो आँगन टेक्दा हाम्रो मुहार हेर्दा शब्दविहीन बाका ती आँखाहरूले खुसीको किरण छर्दै थिए। आमाको त्यो पहिलो चुम्बन अनि न्यानो अँगारोसँगै बनिएका हजारौँ भावनाका शब्द थिए। मेरो दसैँ बल्ल आयो। हो, दसैँ हरेक वर्ष आउँथ्यो, तर यसपालिको दसैँ हाम्रो लागि धेरै विशेष थियो।